नमस्कार साथीहरू। कुरा आउँछ वाइ डु वी फलो बालेन्सा भनेर है। एक त लिडर र लिडरसिप क्वालिटिजमा धेरै फरक पर्छ है। लिडर हुनु मात्र ठुलो कुरा होइन, लिडरसिप क्वालिटी हुनुमा नि धेरै ठुलो कुरा हुन्छ होइन। धेरै प्रकारका लिडरहरू हुन्छन् होइन। त्यो लिडरसिप क्वालिटी चाहिँ कस्तो भने जो टिम प्लेयर होस् र आफ्नो मात्र होइन, सम्पूर्ण आफ्नो टिमलाई चाहिँ के राम्रो हुन्छ त्यो हिसाबले सोच्ने है। जस्तै अब हामीले यो पालि पनि देख्न पायौँ, आफ्नो त्यो ठाउँ छोडेर लगभग आफ्नै तनाव छ नि त यता, त्यस्तो ठाउँ छोडेर अब पुरा निर्वाचन क्षेत्रहरूमा गइकन आफ्नो पुरै टिमलाई, होल टिमलाई नै साथमा लगेर जान्छु भन्ने एउटा हुटुटीले हिँडे मान्छे हो होइन। त्यसैले हामीले पत्ता लगाउनु पर्छ कि देयर इज अ डिफरेन्स बिट्विन अटोक्रेटिक लिडर एन्ड भिजनरी लिडर है। हामीले चाहिँ कस्तो भने बालेन्सामा चाहिँ त्यो भिजनरी लिडर त्यो देखिन्छ होइन। लिडर हुन्छन्, सो कल्ड लिडरहरू छन्, त्यसलाई अब नकार्न मिल्दैन। तर कुन क्याटेगोरीको लिडर हुन् भन्ने हाम्रो धेरै छन्। डेमोक्रेटिक, यो के अरे अटोक्रेटिक, म्याक्सिमम चाहिँ अहिले अटोक्रेटिक लिडरसिप भेटिन्छ है। तर अहिलेको यो टिम हामीले त्यही भएर कस्तो भने सबैलाई, राम्रो व्यक्तिहरू सबैलाई सपोर्ट गर्ने हो, सबै मिलेर नै काम गर्ने हो। तर हामीलाई भिजनरी, हामीलाई डेभलपमेन्ट मात्र होइन क्या, सस्टेनेबल डेभलपमेन्ट पनि चाहिरहेको हो। त्यसै कारणले यसपालि जनताहरू एकदमै बुझ्नु भएको रहेछ है। एकदमै खुसी लाग्यो सबै ठाउँबाट। यस्तो चेन्जको लागि हजुरहरूको योगदान चाहिँ सही युटिलाइज होस् है। अब हामीले अब नयाँ आयो भन्दैमा हामी पनि ढुक्क भएर बस्न हुँदैन। नयाँहरूलाई अब झन् च्यालेन्ज भयो क्या। सबै जनताहरूको यति विश्वास लिएर आएको छन्, अब त्यो चाहिँ नतोडियोस्। अब त्यस्तो खासै ठुलो प्रमिसेसहरू पनि छैन, तर त्यो कुराहरू चाहिँ जस पुरा गर्नुहोस् र जनताको हितमा काम गरिदिनुहोस्। र साथ सपोर्ट भने सधैँ जनताको छ, त्यो जुन अब अहिले देखिसक्यो। र भोलि अब त्यही अब इनकेस तलमाथि भयो भने जनता फेरि त्यो मत बदल्न पनि ठुलो कुरो हुँदैन है। जुन हिसाबले अहिले गरियो जस गर्नुहोस् राम्रो। ल, हाम्रो कामना छ सम्पूर्ण जनताको र सधैँभरि जनताको हितमा काम हुनेछ भन्ने आशा राख्दछु। जय नेपाल, जय देश।